अहिले जापानमा एउटा बस निकै चलिरहेको रहेछ। त्यो चाहिँ भिसाको लेभल है। यो भिसा चाहिँ यो क्याटेगोरी भिसा चाहिँ अलिक तल लेभल, यो क्याटेगोरी भिसा चाहिँ माथिल्लो होइन। यो स्ट्रङ, यो विक है, यो राम्रो, यो नराम्रो भन्नेमा चाहिँ अलिकति यो विषयमा चाहिँ बस चलिरहेको छ है। यो विषयमा चाहिँ मेरो आफ्नो धारणा के छ भन्दाखेरि भिसा जुनसुकै क्याटेगोरीको होस् है, यदि त्यो भिसा एप्लाई गर्दाखेरि भिसा झर्छ अथवा चाहिँ रिन्यू गर्दा रिन्यू भएर आउँछ भने पनि त्यही भिसा चाहिँ स्ट्रङ हो है, त्यही भिसा चाहिँ राम्रो हो। किन भन्दाखेरि जापानमा विभिन्न क्याटेगोरी भिसाहरू छ। जस्तै अब बिजनेस भिसा, स्टुडेन्ट भिसा, वर्किङको गिजिङको भिसा, डिपेन्डेन्ट भिसा होइन। त्यसपछि आएर चाहिँ एसएसडब्ल्यू, ट्रेनी होइन। त्यो सँगसँगै अब चाहिँ सबैले स्ट्रङ भनेको चाहिँ अब पर्मानेन्ट रेसिडेन्ट, पिआर, विभिन्न किसिमको भिसाहरू छन् होइन। भनिसकेपछि अब भनौँ न, अब पिआरलाई सबैले स्ट्रङ भिसा मान्छौँ होइन। यदि अब जापानको रुलहरू फलो गरेन है, यहाँको चाहिँ तिर्नुपर्नेहरू कुरा तिरेन भने चाहिँ पिआरलाई पनि चाहिँ रद्द गरिदिने अवस्था छ भने अन्य क्याटेगोरीमा भएको भिसा व्यक्तिहरूले चाहिँ यो विषयमा चाहिँ बस्न नगर्दै हुन्छ कि है। भिसा भनेको चाहिँ जापानमा बसेर पढ्ने, काम गर्ने, त्यसपछि आएर व्यवसाय गर्ने है, त्योलाई चाहिँ भनौँ न दिएको चाहिँ एउटा अनुमति पत्र हो। त्यसले गर्दा त्यसलाई चाहिँ अब चाहिँ यो लेभल त्यो लेभल भनेर चाहिँ हामीले क्याटेगोराइज गर्न मिल्दैन होला। अब भिसाको चाहिँ क्याटेगोरी अनुसारको चाहिँ अब कुनै भिसा अलिकति लामो समयको पाइयो होइन, त्यो भिसाले चाहिँ परिवार राख्न पाइयो, फुल टाइम जब गर्न पाइयो होइन भन्ने त्यो हिसाबले चाहिँ क्याटेगोराइज छ। तर चाहिँ त्यो भन्दैमा चाहिँ यो भिसा चाहिँ लो लेभलको हो, यो भिसा चाहिँ माथिल्लो लेभलको हो भनेर चाहिँ भन्न मिल्दैन। र मैले भने नि सिम्पल कुरो, सिम्पली बुझौँ होइन। जुन भिसा चाहिँ एप्लाई गर्दा भिसा झर्छ र यदि रिन्यू गर्दाखेरि रिन्यू हुन्छ भने पनि त्यो नै स्ट्रङ भिसा हो। त्यसैले अब आफ्नो भिसालाई चाहिँ कसरी रिन्यू गर्ने होइन, त्यो भिसालाई चाहिँ रिन्यू गर्नलाई चाहिँ आफूले जुन फुलफिल गर्ने क्राइटेरियाहरू चाहिँ फुलफिल गरेर तयारी गरेर बसौँ। सबैले त्यसमा चाहिँ ध्यान दिउँ। यो अनावश्यक कुराहरूमा चाहिँ बस गरेर बस्न फाइदा छ जस्तो लाग्दैन है त।